Okay, today here we are with three ladies who have got visa almost nearly at the same time. So तिनजनाको फिनल्यान्डको भिजा लगभग सँगसँगै आएको छ सो तपाईँहरूलाई कङ्ग्रेचुलेसन्स Thank you. त्रिदेवीहरूको भिजा आएको छ भन्दा कसो होला एनिवे फिनल्यान्डको उहाँहरूको भिजा आएको छ र कुन युनिभर्सिटी जानु हुँदैछ Claudia University of Advice. अनि तपाईँहरू दुईजना चाहिँ Sinayogi University. ओके अल राइट दुईजना एउटा युनिभर्सिटी सिनायुकी र उहाँ चाहिँ लौडिया युनिभर्सिटी फिनल्यान्ड एप्लाई गर्छु भन्ने कुरा त तपाईँहरूको पर्सनली धेरै कुराहरू आफ्नो फ्याक्टर्स होला तर तपाईँहरूको इन्ट्रेस्टिङ पार्ट भनेको तिनैजनाले इन्ट्रान्स बेस्ड उहाँले रिटेन प्लस इन्टरभ्यू तपाईँहरूले चाहिँ सिधै इन्टरभ्यू फेस गर्नुभएको छ फिनल्यान्डको यो इन्ट्रान्स एक्जाम अनि रिटेन या इन्टरभ्यूलाई लिएर धेरैजना अलिकति डराउने या अकमकाउने होला यसमा त गाह्रो हुन्छ होला भन्ने कतिपय हुनुहुन्छ स्टुडेन्ट्सहरू के भन्नुहुन्छ कतिको गाह्रो सजिलो के हुन्छ पहिले त मलाई पनि डरै लागेको थियो काठमाडौँ गएर दिनुपर्ने सक्दिनँ होला जस्तो लागेको थियो हजुर र तपाईँको सल्लाह अनुसार इङ्ग्लिस बेस्ड हुन्छ भनेर त्यो अनुसारले ग्रामरहरू प्रिपेयर गरेको थिएँ क्वेसन पनि त्यसपछि आएको थियो सजिलै थियो ओके अनि तपाईँहरू दुईजनाको इन्टरभ्यू जस्तै मलाई याद छ अलिअलि तपाईँहरू पनि नर्भस हुनुहुन्थ्यो होला के सोध्ला कसो सोध्ला तर वास्तवमा रियल इन्टरभ्यू वाज आई थिङ्क भेरी सिम्पल या त्यस्तो गाह्रो भएन राइट सो तपाईँहरू इन्ट्रान्स बेसलाई लिएर डराउनु पर्दैन र फिनल्यान्ड भनेको डेफिनेटली तपाईँ भोलि गएर त्यहाँ फ्युचरमा सेटल हुने र तपाईँको आफ्नो फ्यामिलीको लागि पनि राम्रो हुने भन्ने हिसाबले नै एप्लाई गर्नुहुन्छ अब तपाईँहरूको अक्टोबर 10 को फ्लाइट छ होइन अलमोस्ट अब दसैँ पनि लागेको छ अलिकति रस पनि छ होइन धेरै कुरा म्यानेज गर्न बाँकी पनि होला तर त्यहाँ गइसके पछाडि एक किसिमको च्यालेन्जेसहरू पनि फेस गर्नुपर्छ कतिपय अपर्च्युनिटिजहरू पनि आउँछ त्यसलाई लिएर कतिको मेन्टली प्रिपेयर्ड हुनुहुन्छ कस्तो मतलब ओके हुन्छ नि त गरौँला केही छैन अरूले पनि गर्छन् भन्ने छ या एकदमै फियर फ्याक्टर छ या होइन इट्स ओके फाइन एभ्रिबडी डज एन्ड आई क्यान डु इट भन्ने छ मेहनत त सबैतिर गर्नै पर्छ होइन यहाँ गर्नु पर्ला हजुर ठिकै छ गरौँला अब त्यति गरेर फ्युचर ब्राइट हुन्छ भने किन नगर्ने एक्ज्याक्टली म्याम पनि रेडी हुनुहुन्छ ओके सो तपाईँहरूको टिकट बुक भइसक्यो अलमोस्ट प्याकिङ हुँदै हुँदैछ प्रोसेसमा छ दसैँ लगत्तै तपाईँहरू जानुहुन्छ सो टाइम पनि कम छ र हामी एडुमार्क टिमको तर्फबाट तपाईँहरूलाई फेरि पनि हामी कङ्ग्रेचुलेसन्स र हेभ अ ग्रेट फ्युचर अहेड भन्छौँ र तिनैजनाले धेरै मिहिनेत गर्नुभएको छ र हामीले पनि सकेसम्म चाहिँ तपाईँहरूलाई कतिसम्म हुन्छ फेसिलिटेट गर्ने प्रयास गरि नै रहेको छौँ गर्छौँ इभन फिनल्यान्ड पुगेपछि पनि छोड्दैनौँ है सो लास्टमा तपाईँहरू एब्रोड स्टडिज स्पेसली फिनल्यान्ड एप्लाई गर्न चाहने स्टुडेन्ट्सलाई एडुमार्कलाई लिएर केही भन्न चाहनुहुन्छ अभियसली एडुमार्क आउनुभन्दा अगाडि चाहिँ मलाई मेरो विदेश जाने पढ्ने त्यो चाहिँ गोल पुरा हुँदैन जस्तो लाग्थ्यो एटलिस्ट यहाँ आएपछि मैले होप पाएको थिएँ नभन्दै अब प्रोसेस अगाडि बढ्दै गयो हजुरहरूले हेल्प गर्दै गर्नुभयो सबै कुरामा र इभेन्चुअली मैले भिजा पनि पाएँ त्यही भएर अब जो पनि जान चाहनुहुन्छ म चाहिँ चिने जानेकोहरूलाई एडुमार्क नै आउनु यहाँ कन्फरेन्समा कुरा गर्नु भनेर सल्लाह दिन्छु तपाईँहरूको पनि अनुभव कस्तो रह्यो एकदम रसमा थियो होइन धेरै कुराहरू म्यानेज गर्नलाई गाह्रो पनि भयो कतिपय तर पनि आई थिङ्क हामीले सकेसम्म प्रयास गऱ्यौँ केही भन्नु छ हामीले दिएको सर्भिस या हामीले तपाईँहरूलाई फेसिलिटेट गर्ने कुराहरूमा हाउ इट वाज एडुमार्कमा चाहिँ अब यहाँको सरहरू पनि एकदमै फ्रेन्डली हुनुहुन्छ राम्ररी नै सर्भिसहरू दिनुहुन्छ अनि अब के छ कसो छ अफिस आवर पछि पनि उहाँहरूले अब केही हामीलाई प्रब्लम भयो भने ल है यो यसमा प्रब्लम भयो तपाईँलाई कहाँ चित्त बुझेन भनेर चित्त बुझेर नै सबै गरिदिनुहुन्छ त्यही भएर तपाईँहरूलाई पनि फिनल्यान्ड डेनमार्क यहाँ अझै धेरै कन्ट्रीहरू यहाँबाट गर्नुहुन्छ सो तपाईँहरूलाई पनि बाहिर जान मन छ भने आइदिनु होला ओके पञ्चिकालाई केही भन्नु छ जाँदा जाँदै केही भन्नु छैन ओके एनिवे वी ट्राई आवर बेस्ट होइन स्टुडेन्ट्सको फ्युचरको कुरा हुन्छ त्यसलाई हामीले तपाईँलाई यहाँ प्रिपेरेसन गराउनेदेखि लिएर डकुमेन्टेसन पार्टमा पनि कसरी हुन्छ सहजीकरण गर्ने र तपाईँहरू फिनल्यान्ड पुगिसके पछाडि या तपाईँको डेस्टिनेसन पुगेपछि नै हामी तपाईँसँग टचमै बस्छौँ अझै पनि हाम्रा विभिन्न कन्ट्रीहरूमा गएका स्टुडेन्ट्ससँग हामी अझै टचमा छौँ सो इफ यु गाइज आर थिङ्किङ अफ studying abroad, then please do come to Edinburgh and we are there for you. So your companion for abroad study destination, Edinburgh. Yes, of course.
होस्। Okay, thank you very much.